मैले नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय भर्खर छिरेको। यहाँ छिरिसकेपछि यसको हालत देख्दै गर्दाखेरि के भन्ने अब धेरै भन्ने शब्दहरू पनि छैन। सबै ध्वस्त भएको छ। यो लाइब्रेरीको कोठा हो। अस्ति भर्खर सुरु गरेको यो। मैले एकदम धेरै मेहनत गरेको थिएँ। यो साथीहरूसँग अलिअलि पैसा मागेर कुनै एकजनाको मात्रै सँग मागेर नबनाउने, सबैको कन्ट्रिब्युसन हुनुपर्छ भनेर त्यसरी हामीले गरेका थियौँ। यहाँ 30,000 पुस्तकहरू थियो। सबै जलेर खरानी भएको छ। हाम्रो शरीर त ढल्यो भने ढालिएको छ नि, तर मन डह्रो छ। मैले जो पनि भने खरानी भएको छ, तर खरानीबाट फेरि हामी उठ्छौँ। यो दुःखको बेला हो। म सबै साथीहरूलाई यो बेलामा आह्वान गर्छु, यतिखेर मनमा धेरै रिस नराखौँ, किनकि हामीले सम्हाल्नुपर्छ, हामीले हिल गर्नुपर्छ, कम्युनिटीलाई फेरि हामीले एकचोटि जोड्ने काम गर्नुपर्छ। दुःखको परेको बेलामा एकअर्कालाई सहयोग गर्ने हो। मेरो अहिले घरमा गएको छैन, म पार्टी कार्यालय आएँ, किन आजबाट बल्ल यहाँ मुभमेन्ट सुरु भयो। तर मैले थाहा पाएको छु कि टोलको साथीहरू, छरछिमेकीहरू, कम्युनिटीको साथीहरू अनि पार्टीको साथीहरू अहिले आएर मेरो घर सरसफाइ गरेर राख्नु भएको छ। हामी बनाउँछौँ भनेर भन्नुहुन्छ। मैले सबै उहाँहरूप्रति एकदम थ्याङ्कफुल छु। बाहिर पनि जसको अहिले जसको घर जलेको छ, जो साथीले सक्नुहुन्छ गएर मद्दत गर्नु होला। अझ खास गरिकन हामीले अहिले ध्यान दिनुपर्ने कुरा भनेको सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भएको छ। हामीले त्यसलाई पुनर्स्थापना गर्ने कुरा मद्दत पुर्याउनु पर्ने हुन्छ। यति धेरै कैदीबन्दीहरू भएको छ, मान्छेले इन्सेक्योर फिल गरेको छ। प्रहरीको पुनर्स्थापना गर्ने कुरा एकदम प्राइमेरी हो। प्रहरी चौकी बनाउन कति समय लाग्छ, त्यसैले म सबै साथीहरूलाई अपिल गर्छु, जसले जहाँ सक्नुहुन्छ। अहिले सुरुमा ल एन्ड अर्डर एकदम महत्त्वपूर्ण छ। त्यो प्रहरी चौकीहरूलाई रिइन्स्टेट गर्ने कुराहरूमा तपाईँले जसले सक्नुहुन्छ त्यहाँ मद्दत गर्नु होला। टोलमै पनि सबैतिर सबैजना डराएको छ मान्छेहरू, किन कसले गरे थाहा छैन। जिम्मा कसैले लिँदैन। जिम्मा नलिएको हुनाले गर्दा अनुहार कसैको देखिएको छैन, फेसलेस जस्तो छ। अब राम्रो भएको कुरा आफ्नो ठाउँमा छ, तर अब यसको कसले लिने? यो आजसम्म नेपालको इतिहासमा कहिले नभएको क्षति छ। त्यसैले यो बेलामा सबै हामीले नै यो बेलामा जोगाउनु पर्ने छ। त्यसैले टोलतिर पनि कम्युनिटीसँग मिलेर सबैजनाले सङ्गठित भएर त्यो खालको कुनै पनि खालको अरू योभन्दा अगाडि अरू थप विध्वंस हुन नपाओस्। अरू राजनीतिक कुरा गरौँला। 23 गते 24 गते भएको, 23 गते भएको राज्यबाट भएको त्यत्रो ठुलो अपराध, 24 गते भएको विध्वंस, यसको त अब हिसाब किताब हुन्छ नै। जसले दण्ड पाउनुपर्ने हो त्यो दण्ड पाउनु नै पर्छ। त्यसका निम्ति उपयुक्त ठाउँमा कुराकानी उठाउँला। अरू राजनीतिक विषयहरू आएका छन्, हाम्रो आफ्नो कुराहरू छन्, त्यसमा पनि छलफल गरेर जानु पर्ला। तर त्यो राजनीतिभन्दा पनि माथि हो। यो त्योभन्दा धेरै पर हो। यो राष्ट्रको निर्माण गर्ने कुरा छ। भूकम्पले नगरेको, कहिले नभएको ध्वंस भएको छ। यसलाई पुनर्निर्माण गर्ने पार्टीको साथीहरूले आफ्नो पार्टी कार्यालय, त्यसै गरिकन आफ्नो कम्युनिटीमा भएको साथीहरूको घरबार, तर सँगसँगै नेसनल प्रपर्टी जहाँ लस भएको छ त्यो गर्ने कुराहरूमा सबै लागौँ। भन्न त सजिलो छ, गाह्रो छ गर्नलाई, मलाई थाहा छ। हामी आफै परिरहेकोहरूलाई के भइरहेको छ भने, तर पनि गर्नुपर्छ। हाम्रो ड्युटी हो। हामी दुःखमै परेर आएको हो, दुःखै गरेर आएको, दुःखै गर्ने भनेर हामी यो चुज पनि गरेको हो। अझै दुःख गर्ने हो। सबैजना लागौँ। हस्, जय नेपाल।